हाई हेलो नमस्ते नमस्कार छ सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा। आजको भिडियो हजुरलाई थाहा भइसकेको होला मेरो टाइटलबाट। मरिससमा सबै विदेशी दाजुभाइ तथा अन्य देशमा रहनुभएका सबै परदेशी भाइहरूसँग विनम्र अनुरोध गर्दछु। जस्तो यहाँ हामी मरिससमा जेनजीमा सहभागी भएका हाम्रा नेपालीहरू ज्यान गुमाउनु भएको छ, त्यसको स्मरणमा हामीहरू क्यान्डल जलाउन गइरहेका छौँ मरिससमा। त्यस्तै तपाईहरु पनि गर्नुहोला। आज पोर्टलुईमा हाम्रो भेटघाट कार्यक्रम तथा जेनजीमा ज्यान गुमाउनु भएका हाम्रा नेपाली शहीद वीरहरू प्रति हामीहरू क्यान्डल बालेर उहाँको आत्माको शान्तिको लागि हामीहरू क्यान्डल कार्यक्रम राखेका छौँ। यो कार्यक्रम प्रवासी नेपाली एकता समाज मरिससद्वारा गरिएको छ, जहाँ नेपालीले यो संस्था खोलिएको छ र हामी ढुक्क छु कि हामी जहाँ पनि भए पनि हामी नेपालीको लागि लड्नेछौँ र अन्तसम्म त्यो नेपालीको लागि नै मर्नेछौँ भनेर मैले हजुरहरूलाई यही भिडियो मार्फत म हजुरलाई वाचा गर्दछु। कृपया हजुर मेरो भिडियोलाई अन्तसम्म हेरेर माया गरिदिनु होला। म आजको कार्यक्रमको के कस्तो कार्यक्रम छ, के कस्ता हामीहरूको कुराकानी र के कस्ता हामीहरूको प्लानिङ छ र आउने बेला दिनमा मरिससमा हामीहरू के कस्ता प्लानिङ गर्नेछौँ र सबै कुराहरू हजुरलाई यो भिडियोमा सुनाउने छु र सबै नेपाली दाजुभाइहरूको बीचमा भएको कुराकानीको निष्कर्ष पनि हजुरलाई बताउने छु। तबसम्म मेरो भिडियोलाई अन्तसम्म हेरेर माया गरिदिनु होला। जेनजीमा हाम्रा नेपाली दाजुभाइहरूले ज्यान गुमाउनु भएको हामीहरू उहाँको आत्माको लागि दीप प्रज्वलन कार्यक्रम मरिससमा राखिएको छ। फाइनली म रुम पुगिसकेको छु र आजको कार्यक्रम जेनजीमा ज्यान गुमाउनु भएका हाम्रा नेपाली दाजुभाइ तथा बहिनीहरू जुन हुनुहुन्थ्यो उहाँको आत्माको शान्तिको लागि हामीहरू क्यान्डल दियो बत्ती जलाएर हामी यो आजको कार्यक्रम मनायौँ। साथै हाम्रो एउटै नारा जिंदाबाद नेपाल जिंदाबाद नेपाल जिंदाबाद अब चाहिँ
अलमोस्ट छोडिसकेको छ देश होइन, तर नेपाल छिर्न चाहिँ दिनु चोर पर्सेन्टेज चोर भ्रष्टाचारीले कारवाही गर, भ्रष्टाचारीले कारवाही गर, हत्यारालाई फाँसी दे। एउटा नाम सुनिराख्नु भयो होला, प्रवासी नेपाली एकता समाज मोरिसस। यो नाम हाम्रो यहाँको मोरिससमा हाम्रो दाइ दिदीहरूले बनाएको एउटा संस्था हो। त्यो संस्थालाई हामीहरूले लिएर हेर्नुपर्ने हो। यो संस्था खोल्नुको मुख्य कारण एमबिसी मोरिससमा एमबिसी ल्याउनु हो। साथै यो संस्थाका अर्को उद्देश्य मोरिसस देशमा यदि कुनै दाजुभाइ तथा दिदीबहिनीहरू कुनै कारणवश केही चिजमा फँसेका छन्, त्यसलाई लिगल तरिकामा लिगल रूपले कसरी त्यसलाई उद्धार गर्ने, जस्ता कसैलाई मानौँ न केही भयो या दुर्घटनामा पर्यो, त्यसलाई यहाँ एम्बेसी छैन, त्यसलाई हामीहरूलाई पहिला ल्याउने यहाँ प्रयास गरिराख्छन् यो संस्थाले। र अर्को त्यसलाई हेल्प पनि गर्ने, या कोही बिमार भयो या कसैसँग कम्पनी टुट्यो या कोही अल्पत्र परेछन्, तिनीहरूलाई हेरदेख र उद्धार गर्ने यो संस्थाको मेन उद्देश्य हो। र जस्ता अहिले हामीहरूले पैसा पठाउनमा केही कठिनाइ भइरहेछ या अझ कुनैमा कठिनाइ भइरहेछन्, त त्यो कठिनाइहरूलाई हाम्रो आउनेवाला जुन भाइ छ, दाजु छन्, आउनेवाला सालमा कोही मोरिसस आउँछन् भने त्यसलाई त्यस्तो समस्या नपरोस्, त्यही भएर अहिले नै हामीहरू त्यसको समाधान र यो संस्थालाई अगाडि बढाउनको लागि हामीहरू मिलेर सबैजना मिलेर सबै नेपाली मोरिससद्वारा मिलेर यो संस्थालाई सुरुवात गरिएको हुन्छ। त्यो मान्छेहरू चाहिँ कार्य समितिमा आबद्ध हुन सक्छ। किन लिगल भएको मान्छेलाई मात्रै भन्नुभयो, हामी इलिगल पनि त नेपाली हो, हामी पनि यो संस्थालाई माया गर्छ, हामी पनि यो संस्थामा हुन चाहन्छौँ भनेर भन्न सक्नु होला। किन भनेपछि जस्तै कसैलाई केही परेको, फर इक्जाम्पल आजको यो कार्यक्रम सुरु हुने बेला हामी लिगली जानुपर्ने हुन्छ नि त, होइन? यो कार्यक्रम जाँदाखेरि हाम्रो एप्समा जानुभयो, जानुभयो, होइन? धेरै धन्यवाद। यो कार्यक्रम औपचारिक नगरेर हामी डाइरेक्ट अनौपचारिकबाट सुरु गर्दैछौँ। जति पनि हाम्रो यो आजको विशेष प्रोग्राम भनेको आजको हाम्रो नेपालमा जेन्जी आन्दोलनमा जति पनि शहीद हुनुभएको थियो, हाम्रो साना भाइ बहिनीदेखि लिएर हाम्रो प्रहरी प्रशासनबाट पनि शहीद हुनुभएको थियो र सर्वसाधारण पनि हुनुभएको थियो। टोटल 51 जना पुग्नु भएको छ अहिलेसम्म। उहाँहरूको स्मरणमा हामीले यो कार्यक्रम राखेको छौँ, हजुरहरूले सहभागिता गरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। हाम्रो प्रवासी नेपाली एकता समाजको तर्फबाट, साथीको व्यक्तिगतको तर्फबाट पनि आजको कार्यक्रमको मुख्य बुँदाहरू यस प्रकार छन्। आज मिति 2082 5 महिना 29 गतेको दिन यस नेपाली प्रवासी एकता समाज मोरिससको 6औं सम्मेलनको बैठकमा म्यारी रेन्दी लापी भन्ने ठाउँमा यस संस्थाका अध्यक्ष श्री यज्ञबहादुर घरती मगरको अध्यक्षतामा विविध निर्णयहरू गरियो। प्रस्ताव नम्बर 1, भदौ 23 र 24 गते नेपालमा भएको जेनजीको भ्रष्टाचार विरुद्धको क्रममा शहीद हुनुभएका जेनजी युवाको स्मरणमा दीप प्रज्वलन कार्यक्रम सफल पारियो। प्रस्ताव नम्बर 2, प्रवासी नेपाली एकता समाज मोरिससको विशेष पुनर्गठन सबै कार्यरत नेपालीहरूको उपस्थितिमा सफल पारियो। उपस्थित हुनेहरू अध्यक्ष एम कुमार सुनवार, उपाध्यक्ष रेवती कार्की, महासचिव नवराज मैनाली, सहसचिव धनबहादुर दाहाल, कोषाध्यक्ष प्रमिला रोका मगर, सदस्यहरू मनिष लामा, नरेन्द्र सारू मगर, अजय परियार, शेरबहादुर विक, सुब्राज तामाङ, सम्राट भण्डारी, सुजन राई, निर्मला राई, सन्ध्या गुरुङ, नारायण विष्ट छेत्री, नवराज कटवाल, मनोज राउत, प्रदीप रोका छेत्री, यसै गरी कृष्ण बुढा मगर, सुरज गैरे, अनमोल काफ्ले, विवेक रसाइली, सेमेन्त कार्की, सञ्जय राजवंशी, लेखराज राई। प्रमुख सल्लाहकारहरू प्रमिला रोका मगर, यज्ञबहादुर घरती मगर, मनोज गैरे, विनोद गुरुङ,
खुमन बोहरा, धर्मेन्द्र मगर, भानुभक्त घरती मगर। विविध प्रस्ताव नम्बर 3 माथि छलफल गर्दा यस समितिको अध्यक्ष श्री एके बहादुर घरती मगरज्यूको अध्यक्षतामा रहेको समिति भङ्ग भई प्रस्ताव नम्बर 2 मा गठन भएको समितिलाई सम्पूर्ण समितिको जिम्मेवारी हस्तान्तरण गरी यो बैठक यहीँ समापन भएको घोषणा गर्दछु। धन्यवाद। अन्तमा हामीहरू यहाँ मनाएका दीप कार्यक्रममा केही कचरा भएको छ, अलिक फोहोर भएको छ, त्यसलाई सरसफाइ पनि हामी गरिरहेछौँ। यो ठाउँ हेर्नुहोस् त, तपाईँले कुनै मुभीमा हेर्नुभयो होला, फेरि हेर्नु भएको छैन भने म भनिदिन्छु। यही मुभी यो ठाउँमा मुझसे शादी करोगी मुभीको केही क्लिपहरू बनाएको थियो। अब पक्कै तपाईँलाई याद भयो होला। फाइनली आजको कार्यक्रम समाप्त भइसकेपछि सबै नेपाली दाजुभाइसँग भेटघाट भइसकेपछि पुनः रुम फर्किँदैछौँ। जन्जीको कार्यक्रममा जान गुमाउनुभएका हाम्रा वीरहरूप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जली, साथै हाम्रो भाग्यमा जे छ त्यो त छँदैछन्, फेरि यस्तो नहोस् त्यसको लागि हामीहरू अहिलेदेखि नै कदम उचाल्नुपर्छ। हाम्रा बाजे हजुरबुवाहरू हजुरआमाहरूले जसलाई चुन्नु भएको थियो, रोज्नु भएको थियो र त्यसका कठिनाइहरू हामीहरू भोगिरहेछौँ। फेरि हाम्रा छोराछोरीहरू, हाम्रो भावी पुस्ताहरू नभोगोस् त्यसको लागि हामीहरूले अहिलेदेखि नै सतर्क अपनाउनु पर्ने हुन्छ र जन्जीले कदम उचालेका सबै पाइलाहरूमा हामीहरूको पाइला जोडेर यो देशलाई अगाडि बढाउनु पर्ने हुन्छ र त्यसमा एकजना दुईजना होइन, सम्पूर्ण नेपाली दाजुभाइहरू मिलेर गर्नुपर्ने हुन्छ। हस्त आजको भिडियो मेरो सानो र आजको कार्यक्रमसँग रिलेटेड छ। म हजुरलाई चाँडै अर्को भिडियो, मेरो नयाँ भिडियोमा चाँडै आउनेछु। तबसम्म मेरो भिडियोलाई मन पराइदिनु होला र मेरो युट्युब च्यानल मनोज परदेशीलाई सब्सक्राइब गर्नु होला। बाई, किप वाचिङ।